कसले भन्छ कि नेपालमा 40 लाख मुसलमानहरू छैन भनेर? तपाईहरु तपाईको 5 मिनेट मलाई दिनुस्, म एक्सप्लेन गर्दिन्छु। तपाईहरु सबभन्दा पहिला यो भिडियो हेर्नुस्। अनि म्यानमारबाट यहाँ किन आउनु भयो नि? अब म्यानमारबाट आफ्नै जान बचाउनले यता आइसक्यो। जेन बचाउनको लागि? जान बचाउनको लागि 10 लाख 15 लाख 12 लाख देखि मान्छे छ एकै ठाउँमा। शरणार्थीहरु यति मान्छे त त्यहाँ भिड छ। अब तपाईहरुलाई यता पठाइदियो कि बंगलादेशले तपाईहरु आउनु भएको? आफै त्यहाँ निस्केर चाहिँ 2012 मा चाहिँ मान्छे हाम्रो 2013 मा आएको छ। अब भन्नुस्, एक्चुअली नेपाली मुस्लिमको जनसंख्या हाम्रो नेपालमा 13 लाख भन्दा माथि छ र 2012 सालमा यो भिडियोमा तपाईले सुने अनुसार यिनीहरू 8 लाख 10 लाख 12 लाख 15 लाख सम्म म्यानमारी रोहिंग्याहरू मात्रै चाहिँ नेपाल भित्रिएको छ 2012 सालमै। र 2012 सालमा देखि लिएर अहिलेसम्म कर्मश बंगलादेशी रोहिंग्याहरू पनि कर्मश र म्यानमारी रोहिंग्याहरू पनि कर्मश नेपाल भित्रिराखेकै छ। र 2012 देखि अहिलेसम्म फेरि यिनीहरूको शाखा सन्तान धियापुता बालबच्चाहरू नर्मली यिनीहरू एक जनाले 4 5 6 7 8 जनासम्म बालबच्चाहरू जन्माउँछ। सो 13 लाख नेपाली मुस्लिम एक्चुअल 13 लाख भन्दा माथि छ। र यी शरणार्थीहरू जुन विभिन्न देशबाट नेपाल भित्रिएको छ, सो यिनीहरू 12-15 लाख यिनीहरू भइसक्यो र तिनीहरूको बालबच्चा मिलाएर हिजो जुन काठमाडौँमा पत्रकार सम्मेलन गरेर यो महिलाले जुन अभिव्यक्ति दिनुभयो कि नेपालमा 40 लाख मुसलमानहरू छ, सो यिनीहरूलाई काउन्टिङ गरेर नै भनेको हो कि नेपालमा 40 लाख मुसलमानहरू छ। र उहाँले 40 लाख मुसलमान छ भनेर मात्रै भनेको छैन, उहाँले धम्की समेत दिनु भएको छ यदि 40 लाख मुसलमान सडकमा उत्रियो भने यो देशको हालत के हुन्छ, हामी मार्न पनि सक्छौं भन्ने खालको समेत अभिव्यक्ति दिन पुगेको छ। र यी महिलाहरू भनेको एनजीओ मार्फत सञ्चालित हुन्छ यी महिलाहरू, र यिनीहरू चाहिँ एजेन्ट हुन् जुन यी विदेशी शरणार्थीहरूलाई पैसा खाएर केही भारतका एजेन्टहरू मिलेर र यिनीहरू नेपालका यी महिलाहरू एजेन्टहरू मिलेर चाहिँ नेपालमा यी शरणार्थीहरूलाई भित्र्याउँछ र सरकारमा आफ्नो पकड बनाएर भोलिको दिनमा यिनीहरूलाई नागरिकता दिनलाई चाहिँ बाध्य पार्नेछ। सो हाम्रो नेपाल सरकारको ध्यान आकर्षण होस्, यी शरणार्थीहरूलाई छिटो भन्दा छिटो आफ्नै देश फर्काउने डिपोर्ट गर्ने चाहिँ काम अगाडि बढाओस् अति शीघ्र, होइन भने हाम्रो मुलुकमा ठूलो नै जातीय धार्मिक द्वन्द्व निम्ति हुनेछ। र यस्ता शरणार्थीहरूलाई समर्थन गर्ने जुनसुकै नेपाली मुस्लिम र यस्ता यी महिला जस्ता एजेन्टहरू किन नहोस्, यिनीहरूलाई बहिष्कार गरौं। नेपालमा जति पनि एनजीओ छ तिनीहरूको एजेन्ट हुन् यी महिलाहरू, र ती एनजीओ को काम भनेको नेपालमा धार्मिक द्वन्द्व मचाउने हो। युक्रेनको हालत बेहोर्नु पर्छ नेपाललाई। सो अब नेपाली जनता सजग बनौ। र हालैको यो रिपोर्ट अनुसार भारतले अवैध बसोबास विरुद्ध कडाई गरेसँगै तेस्रो मुलुकका नागरिकहरू ठूलो संख्यामा नेपालतर्फ प्रवेश गर्दै गरेको दृश्य प्रमाण भारतका केही समाचार च्यानलहरूले सार्वजनिक गरेका छन्। उनीहरूले प्रसारण गरेका मिडियाहरूमा दर्जनौं होइन सयौंको संख्यामा तेस्रो मुलुकका नागरिकहरू भारत नेपाल खुला सीमानाका प्रयोग गर्दै बिना कुनै रोकथाम नेपालतर्फ छिर्दै गरेको दृश्य देखाइएको छ। भारततर्फको सीमा सुरक्षा बल एसएसबीले नेपाल हुँदै भारत प्रवेश गर्न लागेका नेपाली नागरिकहरू तथा विदेशी पर्यटकहरूलाई कडाईका साथ चेक जाँच गर्दै आएको छ। नेपाली नागरिक भई नागरिकता प्रमाण पत्र र विदेशी पर्यटक भई पासपोर्ट भिजा अनिवार्य जाँचपछि मात्र भारत प्रवेश गर्न अनुमति दिइन्छ। तर यसको ठिक विपरीत नेपालतर्फ प्रवेश गर्ने व्यक्तिहरू नेपाली भारतीय वा तेस्रो मुलुकका नागरिकको कागजात बिना कुनै चेक जाँच धेरै जसो पासपोर्ट वा नागरिकता जाँच नगरी नै नेपाल प्रवेश गराइने गरेको गम्भीर तथ्य सार्वजनिक भएको छ। सीमामा खटिएका नेपाली सुरक्षा निकाय एपीएफ र नेपाल प्रहरीका कमजोरीका कारण भारतमा कडाई हुँदा पनि नेपालतर्फ प्रवेश खुला र बेफिक्री जस्तो देखिनु यो राज्यको ठूलो लापरवाही भएको विश्लेषकहरूले बताउँछ। 2012 कै कुरा गर्दा काठमाडौँमा एउटा पत्रकारले अन्तर्वार्ता लिएको छ रोहिंग्याहरूसँग, जुन मेन मार्गी रोहिंग्याहरू छ। उनीहरूले पत्रकार समक्ष आफ्नो अभिव्यक्ति दिनु भएको रहेछ कि हामी 8 देखि 10 देखि 12-15 लाख सम्मको मान्छेहरू चाहिँ नेपाल भित्रिएको हो र हामी जान बचाउनकै लागि नेपालमा आएको हो भनेर उनीहरूले अभिव्यक्ति दिएको छ। जुन भिडियो अहिले पनि हामीसम्म जस्ताको तस्तै म यहाँहरूको समक्ष राख्न गइराखेको छु। र हिजो जुन मुस्लिम अगुवाहरूले अभिव्यक्ति दिनुभयो कि नेपालमा मुस्लिम 40 लाख छ भने हो, तिनीहरूको मेन एजेन्डा यही हो। यही 12-15 लाख त नागरिक त्यतिखेरको यी मुस्लिमहरू भइसक्यो रोहिंग्याहरू, र यिनीहरूको त्यसपछि अब 2012 सालमा नेपाल भित्रिएको छ भनेदेखि 2012 देखि अहिलेसम्म अब 13-14 वर्ष त भयो यिनीहरू बसेको नेपालमा शरणार्थीहरू। अब यी शरणार्थीहरूको बालबच्चा लिएर काउन्टिङ गर्दाखेरि र नेपालको एक्चुअल मुस्लिमको जनसंख्या काउन्टिङ गर्दा यी सबैको मिलाएर चाहिँ हो 40 लाख जनसंख्या चाहिँ मुस्लिमको पुग्छ नेपालमा। तर यी रोहिंग्याहरू, तर हेर्नुहोस् मुस्लिमको मानसिकता एउटै हुन्छ, जुनसुकै देशको भए पनि अपराधी आतंकवादी नै किन नहोस्, खाली उसको जात हुनु पर्यो मुस्लिम, त्यसले चाहिँ समर्थन गर्छ। सो हिजो जुन अभिव्यक्ति दिनु भएको छ यो महिलाले कि नेपालमा 40 लाख मुस्लिम छ भनेर हो, त्यो भनेको यिनीहरूलाई काउन्टिङ गरेर नै भनेको हो कि नेपालमा 40 लाख मुस्लिम छ र यिनीहरूलाई नै नागरिकता दिलाउनलाई यिनीहरू नै चलखेल गर्छ।
यति मात्र होइन, सुरक्षा विशेषज्ञहरूको अनुसार त भारत जस्तै नेपालले पनि सीमा प्रवेशमा कडाई अपनाई पासपोर्ट नागरिकता अनिवार्य जाँच गर्न लागू गर्नुपर्छ, नत्र गम्भीर सुरक्षा चुनौती निम्तिन सक्ने चेतावनी समेत दिइसकेका छन्। तर अझै पनि हाम्रो नेपाल सरकारको आँखा खुलेको छैन। माननीय गृहमन्त्री ओम प्रकाश अर्यालज्यू, परराष्ट्र मन्त्रीज्यू, तपाईहरू चाहिँ के हेरेर बस्नु भएको छ? हाम्रो सीमा नाकाहरूमा चाहिँ किन यतिको लापरवाही छ त? किन बिना डकुमेन्ट आधार कार्ड पासपोर्ट भिजा चेक नगरिकन नेपालबाट भारतबाट मान्छेहरू नेपाल चाहिँ भित्रिन्छ त? चाहे त्यो जुनसुकै देशको नागरिक किन नहोस्, भारतको होस् अथवा अरू नै देशको किन नहोस्, एकजनालाई पनि कहीँ कुनै पनि नाकामा हामीले देखेको छैन कि भारततर्फबाट नेपाल प्रवेश गरेको व्यक्तिको पासपोर्ट र नागरिकता चेक गरेको अहिलेसम्म। सो यो कुरा कहिले हामी लागू गर्ने त? र यो कुरा मैले पहिला पनि भनेको थियो कि यही जुन महिलाहरू आज अभिव्यक्ति दिइरहेछन् यिनीहरू नै देश विदेशबाट फन्डिङ चलाउँछ क्या नेपालमा। र मैले बारम्बार भन्दै आएको छु कि नेपालको लागि सबभन्दा ठूलो खतराको हो इसाई र दोस्रो भनेको यी शरणार्थी रोहिङ्गिया मुस्लिमहरू र यिनका एजेन्टहरू, जुन नेपाली मुस्लिम नै हो यिनका एजेन्टहरू, जुन चाहिँ आज यिनीहरूले स्पष्ट गरिदियो नेपालमा 40 लाख जनसङ्ख्या छ भनेर जोड्यो नि, त्यो चाहिँ यी शरणार्थीहरू हुन्। बंगलादेशी रोहिङ्गियाहरू, म्यानमारका रोहिङ्गियाहरू चाहिँ विभिन्न देशबाट जुन भागेका आएछ नि, भागेर आएको छ हो, तिनीहरूको चाहिँ हो काउन्टिङ गरेर नै भनेको हो हिजो। र यिनीहरूलाई नागरिकता दिलाउनलाई यिनीहरू चाहिँ आफ्नो सांसद, आफ्नो मन्त्री बनाउने, सरकारमा पठाउने, आफ्नो त्यो किसिमको नियम कानून पास गर्न लगाउने। अब यिनीहरूको जनसङ्ख्या 5% पुग्यो नि, अब हेर्दै जानु यिनीहरू भोलिको दिनमा सरिया कानून लागू गर्न भन्छ, भोलिको दिनमा 3 तलाक लागू गर्न भन्छ। अहिलेसम्म त बहुविवाह वञ्चित छ नि त कानूनी रूपमा, तर भोलिको दिनमा हेर्नुहोस् यो माग उठ्छ नै उठ्छ, सरिया कानून र बहुविवाहको यो 3 तलाकको यिनीहरूले माग राख्छ के। सो यिनीहरूको हामीले लगाम लगाउनु पर्छ। यिनीहरूले लगाम लगाएन भने जसरी बंगलादेशमा हालत भइरहेको छ र पाकिस्तानमा हिन्दूहरूको हालत छ, त्यस्तै भोलिको दिनमा नेपालमा हुनेछ। सो नेपाली जनताहरू जागरुक बन्नुहोस्, एकजुट हुनुहोस् र गलतको विरुद्धमा बोल्नुहोस्। यदि आज हामीले यो कुरा बोलेन भने आखिरमा यो 50 वर्षपछि हुने त्यही नै हो। हुन सक्छ अबको 50 वर्षपछि तपाईँ हामी नरहला, तर त्यतिखेरसम्म हुने भनेको यही कुरा नै हो। सो यो कुरालाई लिएर हामी गम्भीर बन्नुपर्छ। हामीले देखेको छैनौं विपिन जोशी लगायतका यत्रो मान्छेको मार्दाखेरि, नेपालीहरूलाई मार्दाखेरि यिनीहरू एक शब्द पनि बोलेको छ तिनीहरूको विरुद्धमा आपत्ति जनाएको छ छैन? किनभने यिनीहरूको मुस्लिम थियो त्यो कन्ट्री। र एउटा कुरा बारम्बार भन्छौ, नेपाललाई 3वटा कुरासँग खतरा छ, इसाई, मुस्लिम र अर्को भनेको एनजिओले त्यहाँ मान्छेहरूको लागि काम 5% गर्छ भने अन्तर्ग्राउन्ड नेपाललाई बर्बाद पार्नलाई, धर्म संस्कृति सखाप पार्नलाई, भोलिको दिनमा द्वन्द्व फैलाउनलाई यिनीहरू चाहिँ 95% काम गर्दो रहेछ नेपालमा। सो एनजिओलाई बन्द गर्नका लागि र यी विदेशी हस्तक्षेप बन्द गर्नका लागि चाहिँ नेपालमा राज संस्था अपरिहार्य छ। राजा र राज संस्था र हिन्दू राष्ट्रको विरोध गर्नेहरू तपाईहरू दलाल हुनुहुन्छ, देशद्रोही हुनुहुन्छ। यो देशलाई सखाप पार्ने सखाउने खेल खेलिराख्नु भएको छ तपाईहरू। सो नेपाली जनता अब यो कुरा बुझौ, राजा र हिन्दू राष्ट्रको विरोध गर्नेहरूलाई जहाँ पाइ त्यही ठोकौं, जुनसुकै नेता मन्त्री किन नहोस् तिनीहरूलाई ठोक्नुपर्छ हामीले। र एनजिओ सबै खारिज गर्नुपर्छ र यी विदेशी शक्तिलाई परास्त गर्नका लागि हामीले राजालाई ल्याएर राजगद्दीमा राख्नुपर्छ। यदि यो हामीले गर्न सकेन भने नेपाल भन्ने देश रहँदैन। यतिको याद राख्नुहोस्। आज धर्मनिरपेक्षको समर्थन गर्नेहरू दलाल हो, तिमीहरू विदेशी दलाल हो। आउने चुनावमा यस्ता सबै पार्टीहरूलाई, नेताहरूलाई बहिष्कार गरौ जसले हिन्दू राष्ट्र राजाको नारा बोक्दैन। पार्टी भन्दा माथि उठ्नुहोस् त नेपाली जनता।